यो बारीमा काँक्रा फलाएर राम्रो पैसा लिन्छु। अनि छोराछोरीलाई नयाँ कपडा र बुढीलाई एउटा साडी किनिदिन्छु। के गर्नु, दुःख नगरी सुख आउँदैन भन्छन्। हो जस्तै लाग्छ। 3 पनि बज्यो। अब सिँचाइको लागि पाइप बिछ्याउँछु र घर जान्छु। बिरुवा सबै राम्रो छन्, विषादी प्रयोग गर्नु परेको छैन, तर किराहरूले कल्का दुःख दिएका छन्। के होला अर्गानिक उपचार? अब यो खोर्सानीको रस लगेर बारीमा ट्याङ्कीको सहायताले छर्कन्छु। यसो गर्दा पिरोको रागले किराहरू आउँदैन कि। जे होस्, मेरो जुक्ति काम लाग्छ जस्तो छ। नमस्ते दाइ, मेरो काँक्रा राम्रो फलेको छ। एकैचोटि नियमित रूपमा दिन सक्छु। अहिले हप्तामा करिब 300 किलो दिन सक्छु। मात्रा अनुसार मिलाएर गरौँ। लामो काम गर्ने सोच छ। ओहो, बिहानको 6 बजिसकेछ। बारीमा काँक्रा टिप्न जानु छ। भोलि गाडी पठाइदिन्छु भनेर साउजीले फोन गर्नुभएको भुसुक्कै बिर्सिएछु नि। बुढी, खाना बनाउँदै गर है, म खेतमा काँक्रा टिप्न गएँ। राम राम राम, सखापै पारेछन् नि। हे भगवान, यो के देख्नु पर्यो मैले। मेरो सारा लगानी र दुःख क्षणभरमै सखाप पारिदिए। नरौ बाबु, नरौ। तिमी अब गाउँपालिका जाऊ। तिमीलाई त्यहाँ राहत मिल्न सक्छ।